Hi guys, welcome back to my YouTube channel again. After long time फेरि पनि मैले भिडियो स्टार्ट गर्दैछु। आफ्टर लङ टाइम त नभनौँ, योभन्दा अगाडि पनि मैले भिडियो चाहिँ बनाएको छु, तर एडिट गरेर पोस्ट गर्न पाएको छैन। सो त्यो कहिले पोस्ट हुन्छ त्यसपछि यो हुन्छ। सो फेरि मैले भिडियो कन्टिन्यू गरेँ। अन्त यस्तो के अब के भनेदेखि अब कहिलेकाहीँ यसो सोसल मिडियातिर युट्युबतिर पनि भ्लग गरेर होइन केही न केही नयाँ कुराहरू म के गर्दैछु त, मेरो डेली लाइफहरू कसरी चलिरहेको छ त भनेर चाहिँ त्यो देखाउनको लागि भए पनि मैले भिडियो चाहिँ स्टार्ट गर्दैछु। अनि सो अहिले चाहिँ आज 9 डिसेम्बर हो अनि मेरो चाहिँ ठ्याक्कै आज चाहिँ 4 बजेदेखि ड्युटी थियो। मैले आज नै त्यो अर्को भिडियो चाहिँ एन्ड गरेर मैले अहिले सुरु गरेको। अनि सो के भिडियो बनाउँछु त्यो त थाहा छैन। अनि मसँग अझै 10 मिनट जति टाइम छ कि म जहिले अगाडि नै गएर अनि ढिलासम्मै कामहरू कन्टिन्यू गरिरहन्छु। त्यही भएर अझै 10 मिनट छ म भनेर यहाँ काम गर्ने छेउमा आएर चाहिँ बसेर अहिले म भिडियो बनाउँदैछु। सो आज 9 डिसेम्बर मेरो स्यालेरी पनि आएको छ। सो त्यो स्यालेरी त आज आउँछ, भोलि नेपाल पुगिहाल्छ। सो केही छैन, त्यो अलिकति खुसी चाहिँ लाग्दो रहेछ स्यालेरी आउँदाखेरि। अनि अहिले चाहिँ अब यो क्रिसमसको टाइम छ नि त, जे भए पनि यो डिसेम्बरमा त अब क्रिसमस सकेर फेरि के भन्छ यो न्यू इयरको हाम्रो चाहिँ क्रिसमसमा र न्यू इयरमा छुट्टी हुने कुरा छ। सो क्रिसमसमा चाहिँ हामी तिनजना हामी हाम्रो साथीहरू जति पनि ग्रुप आएको छौँ हामी सँगै बस्छौँ, सँगै काम गर्छौँ नि त। अहिलेसम्म हामी सँगै घुम्न गएको छैन, सँगै फोटो पनि खिचेको छैन क्या। सो त्यही भएर चाहिँ क्रिसमसमा चाहिँ कतै गएर कतै जानुपर्छ कि भन्ने एउटा प्लान चाहिँ बनाएको छौँ। सो हामी त्यो क्रिसमसमा चाहिँ कतै नगए पनि थोरै नजिकै अब कतै गएर घुमेर भए पनि सेलिब्रेट चाहिँ गर्नेछौँ। हामी तिनजनाको छुट्टी मिल्यो भने सायद त्यो त क्रिसमसमा त छुट्टी हुन्छ नै, मलाई थाहा छ। सो त्यही सोचिरहेको छु, जान्छौँ भिडियो बनाउँछौँ। तर आज भिडियो त स्टार्ट गरेको छु, तर यो कहिले इन्डिङ गरेर म कहिले पोस्ट गर्छु त्यो त थाहा छैन। सो क्रिसमसको चाहिँ भ्लगहरू हजुरहरूले हेर्नु पाउँछ। त्यही हो गाइज। अब चाहिँ सायद हुन लाग्यो, जान्छु म। यतिकै यहाँ कलेजको छेउमा यो बस्ने ठाउँ थियो कि, अनि त्यही भएर यहाँ बसेर भिडियो बनाइदिएको। अनि खासमा भन्ने हो भने मेरो के अरे ड्युटी जाँदा र आउँदा बाहेक मेरो बाहिर घरबाट रुमबाट निस्किने चान्स पनि हुँदैन। अनि भिडियोहरू बनाउँदाखेरि पनि खालि हिँडेकै मात्र कति बनाउँछ जस्तो लाग्छ होला कि। अब के गर्नु, टाइम नै त्यस्तै छ। ओके गाइज, पछि भेट्छु ल। गाइज फेरि पनि मैले भ्लग कन्टिन्यू गरेँ। यो भ्लग चाहिँ मैले धेरै पहिले नै स्टार्ट गरिरहेको थियो। अनि सो फेरि आज मैले स्टार्ट गरेँ आफ्टर माई ड्युटी। अनि अहिले चाहिँ मेरो ड्युटी ठाउँबाट हामी अपार्टमेन्ट सरेको छौँ नि त। सो त्यो अपार्टमेन्ट पुग्न चाहिँ ड्युटी गर्ने ठाउँबाट चाहिँ जम्मा 2 मिनटको बाटो हो के। तर आज म त्यो बाटो नगएर यो अस्ति नैको अपार्टमेन्ट जाने बाटोबाट आएको छु, बिकज यतातिर नआएको धेरै टाइम भयो नि त। सो द्याट्स। अनि अहिले त क्रिसमस पनि आउन अब 1 हप्ता मात्रै बाँकी छ। नि के चेन्ज भएको छ कि छैन भनेर चाहिँ हेर्न आएको, तर छैन रहेछ, जस्ताको तस्तै छ। अनि म चाहिँ यस्तो हेरौँ के कस्तो रहेछ भनेर आएको। यस्तै छ रहेछ, तर यहाँको लाइटिङहरू चाहिँ राम्रो छ क्या। सो मलाई पनि राम्रो देख्छ भनेर भिडियो बनाइदिएको। तर आज हिजो र आज चाहिँ अस्तितिरको जस्तो जाडो चाहिँ छैन क्या, अलि जाडो चाहिँ कम भएको छ। अनि त्यही भएर यसरी हिँड्या हो, नभए त हावा चलेर हिँड्न सकिँदैन थियो। त्यही भएर म 2 मिनटमा पुग्ने अपार्टमेन्ट पनि आज म 7 मिनटमा पुग्ने बाटोबाट जाँदैछु, बिकज अफ मेकिङ दिस भिडियो। कहिलेकाहीँ यसो इङ्ग्लिस छाडिदिउँ न त होइन। तर हामी बस्ने यो ओमस्टी त्यो ठुलो सिटी होइन नि त। सो अनि यहाँनिर चाहिँ ठुलो त्यो अब उयोहरू पनि छैन, पार्कहरू पनि छैन। त्यही भएर पनि हो कि के हो मैले टिकटकतिर देखेको छु है, यो जागृततिर कति ठाउँमा त आमाम यस्तो राम्रो बनाएको छ पार्कहरू, डेकोरेसनहरू, लाइटिङहरू यस्तो बवाल छ। तर यहाँ चाहिँ छैन, यस्तै मात्रै छ, अलिअलि यस्तो छ। अब चाहिँ यतातिर चाहिँ खासै लाइट पुग्दैन होला,
अनि कहाँ चाहिँ देख्नु मलाई छैन। अनि के भन्छ अरे हामी चाहिँ कस्तो छुट्टीको बेलामा पनि हाम्रो चाहिँ अब सुतेर नै दिन जान्छ नि त। सो मैले चाहिँ अब मर्निङ वाक पनि बिहान उठेर कुदौँ कि यो बाटोतिर जस्तो पनि फिल भइरहेछ। तर म सोचमा मात्रै सीमित गर्दिनँ, म कहिलेकाहीँ कुद्छु। अब बिहान बिहान कुदेर यस्तो पहिला जान्थ्यो कि रनिङको लागि मर्निङमा, मतलब नेपालमै हुँदाखेरि। अनि सो त्यो टाइममा चाहिँ के हुन्थ्यो भनेदेखि अब बिहान कुद्न गइसकेपछि बिहानै उठेर जान्थ्यौँ। अनि त्यो दिनभरि यस्तो फ्रेस के अल्छी नै लाग्दैन थियो, बोरिङ टाइपको हुँदैन थियो क्या। अहिले त छुट्टी हुँदा अलमोस्ट हाम्रो चाहिँ 36-48 आवर्स नै जस्तो छुट्टी हुन्छ नि त। त्यो टाइमभरि रुमदेखि बाहिर पनि निस्किँदैन क्या। अनि कहिलेकाहीँ सामान किन्नलाई त्यो मार्केटमा जानु पऱ्यो भने पनि मरेको जुनी हुन्छ क्या, मरेको जुनी। आयो म चाहिँ अनि अहिले यतातिर छु, यो समुद्रको छेउमा ढुङ्गा पनि छ मेरो पछाडि, यस्तो छ। अब चाहिँ म मेरो अपार्टमेन्टमा आइपुग्यो। यहाँ चाहिँ लाइट रहेनछ, सो त्यस कारणले तपाईँहरूले मलाई देख्न सक्नुहुन्न। सो छुट्टी भयो भने हामी घुम्न जाने प्लान बनाएको थियौँ। सो द्याट्स वाइ त्यो दिन चाहिँ म भिडियो कन्टिन्यू गर्छु। किप अन वाचिङ गाइज। फेरि पनि मैले चाहिँ भिडियो स्टार्ट गरेँ। यो भिडियो चाहिँ मैले अगाडि नै स्टार्ट गरिसकेँ। सो आज फेरि कन्टिन्यू गरेँ। मैले चाहिँ क्रिसमसमा मात्रै अब भिडियो स्टार्ट गर्छु, म कन्टिन्यू गर्छु भनेको थिएँ, तर क्रिसमस भोलि हो। मैले भिडियो आज नै बनाएँ। अनि आज चाहिँ अहिले 4 बजिसकेको छ। अनि म र मेरो साथी चाहिँ अहिले मार्केट जानको लागि, साथीहरू यहाँ छ। हेलो, अनि हामीको भ्लगमा हामीलाई स्वागत छ। वेलकम छ ल तिमीहरूलाई। थ्याङ्क यू। तर हामीलाई त खासै राम्री देखेको तिमीलाई जस्तो। हामी किन काली देखेको? होइन, राम्री देखेछ। मेरो साथीहरू राम्री छ। बहिनी होइन होइन, हाल्ने हो नि उची। अनि अहिले चाहिँ भोलि क्रिसमस, अनि भोलि सबै बन्द हुन्छ नि त। सो आजै हामी चाहिँ के सामानहरू चाहिन्छ त्यो किन्नको लागि मार्केट जाँदैछौँ। हाम्रो जलवाहरू राम्री भएर आएको केही फाइदा थिएन। यसो भोलि चाहिँ अलि राम्रोसँग भिडियो बनाउने छु। भोलि अनुहार हेर्नु कति राम्रो देख्छ मलाई। हाम्रो यो चाहिँ हाम्रो मतलब रियालिटी जस्तै हो भोलि। अनि हाम्रो के हुन्छ, भोलि रिल्स हुन्छ, रिल्स। पट्टु आयो मेरो भिडियोमा। हाई गाइज, गुड मर्निङ पनि भन्न मिल्छ कि मिल्दैन। अहिले चाहिँ 12 बज्न लागेको छ। म चाहिँ भर्खर उठेर फ्रेस भएर अहिले चाहिँ म यहाँ लुगा सुकाउनको लागि माथि छतमा आएको छु। अनि अहिले चाहिँ धेरै दिनपछि के लगभग 5-7 दिनपछि नै होला यस्तो मजाले घाम लागेको छ। अनि मलाई चाहिँ यसो भिडियो लिन मन लाग्यो। सो मैले चाहिँ भ्लग चाहिँ पहिल्यै स्टार्ट गरेको थियो। अनि मैले चाहिँ क्रिसमसमा हामी कतै घुम्न जान्छौँ अनि कन्टिन्यू गर्छौँ पनि भनेर भनेको थियो क्रिसमसको अघिल्लो दिनसम्म। तर हामी क्रिसमसमा चाहिँ कतै पनि गएनौँ, दिनभरि सुतेर यत्तिकै नै बस्यौँ। सो भिडियोहरू पनि केही बनाउन मन लागेन। जाने त सोचमा थियौँ तर जान पाइएन भनौँ न, त्यस्तै भयो। अनि त्यसपछि न्यु इयरमा पनि कतै गएनौँ। यत्तिकै आज चाहिँ 8 जनवरी भइसकेको छ। अनि मेरो पछाडि देख्न सक्नुहुन्छ ठुलो ठुलो पहाड अनि हल्का यस्तो सिटी भ्यू यत्तिको छ म बस्ने ठाउँहरू चाहिँ। अनि यो डाँडा पहाडहरू चाहिँ पुरा नाङ्गो कत्रो छ क्या। मलाई त सुरुमा आउँदाखेरि त यो डाँडा काँडा देखेर नै म त पुरै जिरिङ भएको थियो कि। कत्रो डाँडा, नेपालमा अलिकति देख्दाखेरि हरियाली देख्दै त कत्रो जङ्गल डाँडा पाखा जस्तो भन्ने मान्छे म। यहाँनिर त झन् न रुख छ न के छ, यत्रो डाँडा मात्रै क्या। तर पनि अहिले त हेर्दा बानी भयो। सो अब चाहिँ आज चाहिँ मेरो 4 बजीदेखिको ड्युटी छ। अनि अहिले चाहिँ 12 बज्न लागिसक्यो। अनि मेरो चाहिँ थोरै पोस्तामा पनि सामान पठाउनु पर्ने छ, त्यहाँ जानुपर्ने छ। र अब चाहिँ म रुममा गएर चाहिँ अब खाना बनाउन चाहन्छु। यति नै हो, म के गर्छु देखाउँदै गर्छु नि।
एकचोटि सरेर भ्यू पनि हेरिदिनुहोस् न। त्यति नै थियो, थोरै नजारा देखाइदिए। अब म जान्छु रुममा। खाना बनाउन मेरो किचनमा स्वागत छ। कस्तो खाना बनाउनु पनि मलाई अल्छी लागिरहेको छ हो। अनि यो नाइटीमा मात्र प्रायः तपाईँहरूले चाहिँ भिडियो देखिरहनु भएको होला। यो नाइटी चाहिँ मलाई एकदमै सजिलो कम्फोर्टेबल लाग्छ, न्यानो पनि हुन्छ। प्लस मैले चाहिँ अर्को एउटा गर्मीमा समरमा लाउने एउटा नाइटी छ, अनि यो मात्रै छ कि रुममा बस्दा लाउनुलाई एकदमै कम्फोर्टेबल छ, त्यही भएर म अलवेज यसमै हुन्छु। ओके, अब फटाफट खाना पकाऊँ। परदेशको हावाले छोइसकेछ। Where is my चामल? Where is my rice? Guys, this is a chicken. अब म यो पकाउँछु गाइज। अनि अस्ति कि मैले के अरे नेपाली मार्केटबाट चाहिँ करेन्ट चाउचाउ, वाइवाई चाउचाउ, अनि चियापत्ती अनि के मगाएको थियो कि। सो अनि चिया चाहिँ कस्तो खानु मन लागिरहेको थियो, अनि त्यही भएर चियापत्ती मगाएँ। अनि चिया खानको लागि मैले यो पनि राम्रो कप पनि मगाएको भन्नाले किनेको थियो। यो चाहिँ एकदमै अरू हेरेको अफोर्डेबल प्राइस लाग्यो मेरो लागि, त्यही भएर मैले लिएर चिया पनि खाइसकेँ यसमा। अनि सो अब चामल खोज्नु पर्यो। मैले कहाँ राखेँ चामल, छैन। तिमी उता म यता। Okay guys, अब पकाऊँ। तिमी उता म यता साइला। एउटा गीत गाउँछु ल। स्वर त निकाल्नु पर्यो। तिमी उता म यता साइला, मन सन्चोका चरा। एक्लै भएर चाहिँ बोलाउने रहेछ। मेरो साथी, मेरो बहिनी चाहिँ ड्युटी गइसकेकी चाहिँ अब मेरो टर्न बाँकी छ भरे रातिसम्म। एउटा गीत गाएर सुनाउँछु ल म हजुरलाई मिठो। के अझ मैले तिमीलाई सम्झिरुदा त्यहाँ तिमीलाई बाढुल्कीले छोयो कि लाग्छ भने। बाढुल्कीको लहरसँगै मैलाई सम्झे त्यहाँ तिमी रोयो कि लाग्छ बरेलाई। आमा हो हाँसिराखे है, म
भन्दा नि तिमी धेरै धेरै बाँच्यो भरे आमा हो हाँसेर खै भन्दा नि तिमी धेरै धेरै बाँच्यो भरे तिम्रो माया शीतल जुन झै आमा तिम्रो काख माया दिने चौतारी लाग्छ भरेलाई गाइज मैले चाहिँ जे पाएँ त्यो आवा गाइदिएको यो गीतको लिरिक्सहरू चाहिँ यता छेउमा टुपाए कता के भएको होला आई डोन्ट नो तर तपाईँहरूले मेरो गीत सुन्नुभयो थ्याङ्क यू सो मच बौलाए भन्छ होला तर म बौलाएको छुइनँ ल अब चाहिँ म तरकारी यो मेरो यो चिकनलाई काट्न जाँदैछु सो द्याट भिडियो लामो हुन्छ अहिले यसमा कन्टिन्यू गर्छु ओके मेरो शक्ल बुरा है तो क्या हुआ फोटो में तो अच्छी देखती हूँ ना हमारा शक्ल बुरा हो तो क्या हुआ फोटो में तो अच्छे देखती हूँ ना हमारे पास पैसा नहीं होता क्या हुआ हम उधार तो ले सकते हो ना हमारे पास कपड़े नहीं होता क्या हुआ दोस्तों के तो हो ना यो ट्रेन्ड चलिरहेको छ कि म टिकटक यसमा बनाउँछु तर कहिले आई डोन्ट नो गाइस हैन मेरो चाहिँ अब के भन्दाखेरि हैन खाना चाहिँ पाकिसकेको छ देख्न सक्नुहुन्छ कुकरमा अनि तरकारी चाहिँ पाक्दै छ के यस्तो हेर्दाखेरि नै यस्तो खाउँ लाग्दैछ म देखाउँछु ल हजुरहरूलाई हेर्नुहोस् न यो चाहिँ आलु अनि क्याप्सिकम र मासु हो मैले यसरी पकाउँदैछु अघिको चाहिँ फ्ल्याक्स बाल्यो अलिक नराम्रो देखेको रहेछ कि यस्तो छ कि अब म फटाफट पकाउँछु अनि खान्छु यहाँ चाहिँ भात पाकिसक्यो यो पानी धेरै भएर गएछ पाक्यो गाइस अब म खाना खान्छु देखो न गाइस देखो न ये क्या है अरे के यो चाहिँ मेरो खाना अब म यति खाना खान्छु ल खाना खान्छु ल अब चाहिँ नाइस जाडोमा तातो तातो भात हुन त मेरो पकाउने स्किल चाहिँ थिएन भनौँ न पहिले थिएन तरकारी त झन् पकाउन आउँदैन थियो अब चाहिँ म यस्तो मिठो बनाउँछु कि म आफ्नै फ्यान भएँ सो अब चाहिँ यो खाएको भिडियोहरू त पहिला पनि बनाएको छ सो म फटाफट खान्छु अनि अहिले पुस्ता जानुपर्ने छ भिडियो त्यसै लङ हुन्छ होला कि त्यही गरेर किन लङ बनाउनु होइन त्यही भएर खान्छु ल भिडियो चाहिँ कन्टिन्यू गर्दिनँ त्यही भने आज चाहिँ म आफैले पकाएको खाना लास्टै मिठो लाग्यो तर होइन मैले हिजो र अस्ति मैले खाना पनि खाएन मैले अरू चिज नै खाएर बसिरहेको थियो अनि आज खाना पनि खाएँ अनि लाइक तातो भएर पनि होला आज त वेदर पनि पुरा खुल्ला पुरा घाम लागेको यस्तो राम्रो अनि मैले यति मिठो खाना बनाएँ कि लभ इट यो हातलाई म के गरौँ यति मिठो खाना मैले पनि बनाउँदो रहेछु भनेर मलाई त्यो बिलिभ नै भएन कि कसम साँच्चै मिठो भयो क्या यही सुनाउन आएको म चाहिँ छिटो गरेर म पोस्ता जान्छु भनेको थियो घरि टिकटक हेर्ने त्यो खाँदै म यतिकै त्यो चुप्पो लागेर खाँदिनँ के टिकटक हेर्ने घरि टिकटक हेर्नेमा होइन टिकटक जुठो हातमा थाली अगाडि राखेर पनि भिडियो बनाएँ कि टिकटक भिडियो बनाएँ भनेपछि अब कस्तो होला त अनि सो अब चाहिँ मैले खाना खाइसक्यो सबै यो किचनहरू सफा गरेर भाँडाकुँडा माझेर चाहिँ म रेडी भएर पोस्ता जान्छु गाइज या गाइज म चाहिँ अब पोस्तामा जानलाई रेडी भयो यतिकै छु यस्तै लगाएर आज घाम लागेको छ नि त बाहिर खासै जाडो छैन होला सोचिरहेको छु अनि सामान पनि धेरै चाहिँ छैन कि
यति मात्रै छ। अनि यो चाहिँ प्याक गरेर पठाउनु पर्ने रहेछ। मैले चाहिँ अब रिसर्च गरेँ, आफैले प्याक गर्नुपर्ने रहेछ। तर मसँग प्याक गर्नुको लागि केही पनि छैन कि, मसँग त्यो टेपहरू पनि केही पनि छैन नि। सो अब मसँग क्यास पनि छैन पैसा अहिले चाहिँ भन्नुपर्दा। अनि त्यही भएर त्यो एटिएममा गएर पैसा निकाल्नु पर्नेछ। अनि त्यसपछि अब पोस्तामा सोध्छु, त्यहाँनिर प्याक गरेर पठाउनुहुन्छ कि के गर्नुहुन्छ, नभए चाहिँ म त्यो सामान लिएर अनि आफैले प्याक गर्नुपर्ने हुन्छ। त्यही भएर अहिले चाहिँ 1:30 भइसक्यो। मेरो 4 बजीदेखि ड्युटी पनि भ्याउनु पर्नेछ। आएर ड्रेसहरू चेन्ज गर्दा नभ्याउन सक्छ। सो अब चाहिँ म फटाफट पारेर अब जुत्ता लाउन बाँकी छ, जुत्ता लगाएर चाहिँ म जान्छु। गाइस घाम लागेको छ, जाडो छैन होला भनेको त के को जाडो नहुनु नि, जाडो रहेछ। अनि एटिएम पनि नजिकै छ, यहाँ बाटोमै पर्छ एटिएम त, नो वरिज। यस्तो छ है, यस्तो छ। अझै होला म यसरी बन्नेर हिँडेको। गाइस म चाहिँ अहिले फर्किँदैछु कि, किनभनेदेखि त्यो मेरो एटिएमबाट पैसा निकाल्न लागेको त्यो कोड नै मिलेन भन्दैछ कि। ओ माई गड, मलाई यो फेरि त्यही झ्याउ लागेर चाहिँ म फोन आइरह्यो। गाइज मैले चाहिँ अघि पिन मिस्टेक भयो भनेको त, अनि पुरै मिस्टेक नै हानेको रहेछु नि त। सो त्यो ब्याङ्कले दिएको कार्ड हेरेर आएँ, कार्ड बोकेर पनि आएको छु अहिले चाहिँ। अब चाहिँ हेरौँ। अघि पनि फर्किनु पर्छ भनेर नै हो कि ब्याग स्याग बोकेर कार्डहरू सबै लिएर आएको, लास्टमा फर्किन त परिगयो। गाइज मलाई कस्तो रुन मन लाग्यो, किन भन्नु न, त्यो अगाडि पिन मिलेन भन्यो होइन। अनि मैले यहाँ रुममा आएर पनि के भन्छ त्यो फेरि पिन के हो भनेर रिसर्च गरेर गऱ्यौँ कि त्यो धेरैचोटि पिनहरू युज गरेर गलत भयो भने मेरो एटिएमै पनि ब्लक हुनसक्छ अरे। अनि एक त झन् म जस्तो जाडो रहेछ बाहिर होइन, -1 डिग्री छ कि। अनि गएँ 2-3 चोटि ट्राई गरेँ, भएन के। धेरै ट्राई गऱ्यो भने एटिएमै ब्लक हुन्छ अरे। अनि म चाहिँ अब रुम फर्किएँ, लास्टै जाडो पनि भयो। अनि सामान पनि फिर्ता ल्याएँ, अब जान्छु ल। अहिले चाहिँ म रुममा पनि नगइकन चाहिँ यहाँ बाहिर आएर घाम तापिरहेको छु। घाम त मजाले लागेको छ कि आज, तर -1 डिग्री रहेछ कि बाहिर। यस्तो हात ठिरहेको छ नि, आमा यस्तो जाडोमा। त्यो बाहिर हावा आउने ठाउँमा त्यो ब्याङ्ककै अगाडि गएर निकाल्नु ट्राई गरेँ, फर्स्टमा भएन। अनि त्यहाँ मान्छे आयो भनेर मान्छे आएको गर्थ्यो। अनि सो त्यहाँबाट छोडेर चाहिँ म अर्कोमा पनि गएँ क्या। त्यहाँ जाँदा पनि त्यही भन्छ, मिलेन भन्छ। अनि एक त फेरि यहाँ इङ्ग्लिसमा हुँदैन, यहीँको ल्याङ्ग्वेजमा हुन्छ। अनि त्यो नबुझेर च्याट जिपीटीलाई ट्रान्सलेट गर्दै गरेको र पनि भएन। सायद न एटिएम पनि ब्लक पो भइसक्यो कि, टेन्सन त्यहाँ पो छ त गाइज। यस्तो हुन्छ क्या फेरि यहाँबाट चाहिँ हामीलाई के अरे बोसले चाहिँ हाम्रो स्यालेरीहरू चाहिँ एकदमै त्यो उसमै हालिदिन्छ कि, ब्याङ्कमै ट्रान्सफर गरिदिन्छ, क्यासहरू एउटा पनि दिँदैन। अनि मसँग चाहिँ अहिले क्यास सुक्को छैन कि, सबै मसँग त्यो मोबाइल ब्याङ्किङमा अलिअलि थियो, त्यो पनि अब निकाल्न पनि पाएन। अहिले सामानहरू पनि सक्यो भने अब स्यालेरी आउन त आउने बेला भयो, र पनि निकाल्न त अब एटिएम नै जानुपर्छ, कार्ड नै चाहिन्छ। अब आई डोन्ट नो, कार्ड पनि ब्लक भयो कि के भयो, यस्तो उयो के। अब भनौँ न, टाइम त मसँग थियो नै। अनि म चाहिँ झन् अब आज 4 बजीदेखि ड्युटी, सबै कामहरू सिद्ध्याउँछु, योहरू पठाउँछु भनेर हतारमा खाना खाएर कपडाहरू सुकाएर रेडी भएर गएको। काम लागेन साथीहरू, काम लागेन कसम होला। आज म राम्रै भएर गएको थिएँ क्या। हेर्नु न मेरो मेकअपहरू, अनि टक्क त्यो हातमा चाहिँ त्यो मलाई कार्डहरू बोक्न झ्याउ लाग्यो भनेर पुरा ब्याग पनि बोकेर गएको थियो। मम्मी कस्तो रुन पनि मन लाग्दैछ।
अब दुःख पीडा यस्तै हो होइन, कहिलेकाहीँ यस्तो हुन्छ। अब एटिएम ब्लक भयो भएन त्यो आई डोन्ट नो, केही पनि थाहा छैन। तर पनि अब यो भिडियो चाहिँ मैले उही बेला स्टार्ट गरेको थियो। अब चाहिँ यो भिडियोलाई इन्ड गरिदिन्छु। सो अब के कस्तो भयो भिडियो हेरेर, अब हुन त रमाइलो मान्नुपर्ने, राम्रो भन्ने खालको त केही पनि छैन। र पनि मैले ट्राई चाहिँ गरिरहेको छु, पोस्ट गर्छु होला, आई थिङ्क पोस्ट गर्ने नै छु अभियसली। अनि अब चाहिँ योभन्दा राम्रो राम्रो भिडियोहरू चाहिँ ल्याउने कोसिस गर्नेछु। सो यतिसम्म यहाँसम्म हेरेर साथ दिनुभयो, लाइक पनि गरिदिनु, कमेन्ट पनि गरिदिनु, कस्तो कस्तो भिडियोहरू चाहिँ बनाउने, कसरी बनाउने भनेर सजेस्ट पनि गरिदिनु होला। अनि मलाई चाहिँ कोही नयाँ व्यक्तिले हेर्नुभएको छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु, साथ सपोर्ट दिनु भन्न चाहन्छु। र यतिसम्म हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ दिस भिडियो। अनि लाइक पनि गरेर जानु ल। ओके बाई, लभ यु, चुप्पा।